धार्मिक असहिष्णुता र द्वेषले सिङ्गो विश्व नै प्रताडित छ, तर धार्मिक सहअस्तित्व, मेलमिलाप र भाइचाराका यस्ता उदाहरण पनि पाइन्छन् जसलाई सहजै विश्वास गर्न पनि मुस्किल पर्छ। सर्लाही जिल्ला स्थित मलङ्गवा नगरपालिका वडा नम्बर 8 मा रहेको मलङ बाबाको यो मन्दिर हिन्दू मुस्लिम दुवै समुदायको समान आस्थाको केन्द्र हो। झट्ट हेर्दा यस तीर्थस्थलको बाहिरी स्वरूप हिन्दू मन्दिर जस्तो देखिन्छ भने यसको गर्भगृहमा राखिएको देव प्रतिमा मुस्लिम धर्म संस्कृति सम्बद्ध छ। हिन्दूले मन्दिर र मुस्लिमले मजार भन्ने यस तीर्थस्थलमा पूजा गर्ने एकै व्यक्ति पुजारी र मुजादिरको रूपमा परिचित छन्। मन्दिरमा रहेका पुजारी वा मुजादिर मुस्लिम समुदाय सम्बद्ध हुनु, मन्दिर परिसरमा रहेको पिपलको पूजा गरिनु र हिन्दू मुस्लिम दुवै समुदाय समान आशा र आस्था बोकेर दर्शनार्थीको रूपमा आउनु आफैमा नेपाली समाजको धार्मिक सहिष्णुता र मेलमिलापको ज्वलन्त उदाहरण हो। यहाँ हिन्दू मुस्लिम सबै आउँछ नि। अब तपाईँ मनले त त्यो मनकामना माग्नुहोस्, तपाईँको मनकामना पुरा भएपछि यहाँ चढाउन पनि चढ्छ नि, प्रसादी पनि चढ्छ नि, त्यो चादर पनि चढ्छ नि। तपाईँ जुन मनकामना तपाईँको आत्मा शुद्ध गरेर तपाईँ जुन पनि चिज माग्नुहोस्, तपाईँको मनकामना यहाँबाट पुरा हुन्छ। हिन्दू मुसलमान सब अबै छी, जेकरा पूरा भेल पूरा कलक बाबा से सब अलग चढ़ाना देलक अपना घरे में। हमनी के नहिरा एलबे है, अब ससुराल बसे छी ना, तब बच्चे से सब दिन से पूजी, सब दिन से बाबा के हुनकरा दरबार में सब दिन से पूजी छी। खासै प्रचार प्रसार र चर्चामा नरहेर पनि एक विशाल र व्यापक अर्थ बोकेको मलङ बाबा, अनि यही नामबाट नै मलङ्गवा नगरको नामाकरण गरिएको जनविश्वास छ। मलङबाट नै मलङ्गवा नामाकरण गरिएको यो नगर ऐतिहासिक रूपमा नेपालको मध्यपूर्वी तराई मधेसका चर्चित सहरहरूमध्ये एक थियो। नेपालका हरेक राजनीतिक आन्दोलनमा नेता, नेतृत्व र उपस्थितिका हिसाबले आफूलाई अब्बल रूपमा प्रस्तुत गरेको मलङ्गवा नगर पछिल्ला केही दशकमा भने निकै पछाडि देखियो, तर वर्तमानमा भने आफ्नो ऐतिहासिक विरासतलाई बिउजाउँदै समृद्धि प्राप्त गर्ने तर्खर गरिरहेको छ मलङ्गवा। एकदम द्रुत रूपमा काम चलिरहेछ। यो 73-74 को जुन योजनाहरू छ, सकभर हाम्रो सम्पूर्ण योजना यही आवमा नै सम्पन्न हुन्छ। 20 वर्षदेखि जनप्रतिनिधि विहीन भएको कारणले गर्दा र हाम्रो प्रत्येक वडाहरू चाहिँ ग्रामीण प्रवृत्तिको भएको कारणले गर्दा यहाँ विकासमा पछि परेको देखिन्छ। तर वास्तवमा भित्रभित्र हेर्ने भनेदेखि हाम्रो त्यहाँ विकास भएको छ। मेन रोड चाहिँ हाम्रो के चाहिँ हुलाकी सडक र अन्य सडकहरूको उसमा परेको कारण, जिल्ला स्तरीय सडक भएको कारणले गर्दाखेरि हाम्रो यो विकास अलि पछाडि परेको जस्तो देखिन्छ। तर भित्रभित्र वडामा छिर्दाखेरि चाहिँ हाम्रो पक्कै पनि विकास भएको छ। विकासको अवस्था पहिलेको तुलनामा चाहिँ राम्रो भएको छ, तर यो सरसफाइको पनि पहिला शौचालय नभएको, सरसफाइमा ध्यान नदिने र अहिले बिस्तारै नगरपालिकाले पनि र प्लस वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल सुधार समितिद्वारा चाहिँ सरसफाइको कार्यक्रममा अग्रसरता देखिएको छ। हप्तै पछि यहाँ सरसफाइको कार्यक्रमहरू भइरहेको अवस्था छ र अहिले पहिलेको तुलनामा चाहिँ धेरै सुधार भएको छ। एनजिओ, सरकारी निकाय, जनता, वडा नागरिक मञ्च, नागरिक सचेतना सबै लागि परेको छ। अहिले सर्लाही जिल्लाको पहिलो नगरपालिका समेत रहेको मलङ्गवा नगरपालिकाको स्थापना 2047 सालमा नै भएको हो, तर पञ्चायत कालमा नै 2043 साल चैत्र 18 गते मलङ्गवालाई स्थानीय नगर पञ्चायत बनाइएको थियो। पूर्व पश्चिम राजमार्गको नवलपुरदेखि 25 किलोमिटर दक्षिणमा अवस्थित मलङ्गवा सर्लाही जिल्लाको सदरमुकाम पनि हो। 2072 सालको संविधान जारी भएपछि उक्त संविधानले निर्दिष्ट गरे अनुसार स्थानीय तहको पुनर्संरचना भएपछि मलङ्गवा नगरपालिकाको क्षेत्र पनि विस्तार भएको छ। साबिकका भाडसर, खुटौना, मुसैली र गमरिया गाविसलाई पनि हाल मलङ्गवा नगरपालिकामा गाभिएको छ। पहिला 10 वटा वडा मात्र रहेको मलङ्गवामा अहिले 12 वटा वडाहरू रहेका छन्। त्यसै गरी मलङ्गवा नगरमै नेपाल भारतको सोनवर्षा नाका पनि रहेको छ। मलङ्गवा नगरपालिकाको पूर्वमा ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवन नगर, भेल्बी र भारतको सोनवर्षा, पश्चिममा चकरघटा गाउँपालिकाको कौडेना, मोतीपुर, औरही पर्दछन् भने उत्तरमा चकरघटा गाउँपालिकाको सलेहपुर पर्दछ। दक्षिणमा भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्ला अवस्थित छ। स्थानीय तहमा
झण्डै 20 वर्ष जनप्रतिनिधि विहीन भएपछि नेपाली समाजको वृत्ति विकासमा निकै समस्या परेको तथ्य सबैका सामु जगजाहेर नै छ। मलङ्गवा नगरपालिका पनि जनप्रतिनिधि विहीनताले निम्तिएको समस्याबाट निकै प्रभावित भयो। राज्यले निर्धारण गरेका विभिन्न सूचाङ्कमा निकै पछाडि परेको मलङ्गवा नगरपालिका वर्तमानमा भने पारदर्शिता र जनसहभागिता सहितको योजनाबद्ध विकास निर्माणमा अग्रसर भइरहेको छ। कुनै पनि समाजको विकास र समुन्नतिमा शैक्षिक क्षेत्रको अग्रणी भूमिका रहन्छ। मलङ्गवा नगर आधा शताब्दी अगाडिबाट नै शैक्षिक केन्द्रको रूपमा रहेको थियो। विक्रम सम्वत 2004 सालमा स्थापना भएको पब्लिक माध्यमिक विद्यालयले यसको शैक्षिक इतिहासलाई पुष्टि गर्छ। हाल मलङ्गवा नगरमा उच्च शिक्षा सम्बद्ध विभिन्न कलेज, प्राविधिक तथा स्वास्थ्य शिक्षा सम्बद्ध शैक्षिक संस्थाहरू र निजी तथा सामुदायिक विद्यालयहरू रहेका छन्। मलङ्गवा नगरपालिका धार्मिक तथा सांस्कृतिक क्षेत्रको सङ्गम पनि हो। यहाँ बाहुल्य हिन्दू समुदायको बसोबास रहेको छ भने मुस्लिम समुदायको उपस्थिति पनि उल्लेख्य छ। धार्मिक विविधताका कारण यहाँ मन्दिर र मस्जिदहरू देख्न सकिन्छ। मलङ्गवा नगरपालिका स्थित वडा नम्बर 9 मा रहेको राजदेवी मन्दिर यस क्षेत्रकै प्रसिद्ध मन्दिर हो। प्राचीन मन्दिरको रूपमा रहेको यस मातृपीठमा दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति रहँदै आएको छ। विशेष गरी नवरात्रिको समयमा यहाँ दर्शनार्थीहरूको घुइँचो नै लाग्ने गर्दछ। राजदेवी मन्दिर बाहेक माईस्थान, हनुमान मन्दिर र दुर्गा मन्दिर लगायतका मन्दिरहरू मलङ्गवा नगरपालिकामा रहेका छन्। अर्कोतर्फ मुस्लिम धर्मावलम्बीहरूको धार्मिक स्थल मस्जिदहरू पनि यहाँ उल्लेख्य मात्रामा छन्, जसले मलङ्गवा नगरको सांस्कृतिक सम्पदा र सुन्दरतालाई अभिव्यक्त गरिरहेका छन्। मलङ्गवा नगरपालिकामा भाषाभाषीको दृष्टिले समेत विविधता छ। यस नगरपालिकामा 50% भन्दा बढी बज्जीका भाषीहरू छन् भने मैथिली, भोजपुरी, नेपाली, हिन्दी र अन्य भाषाहरू समेत यहाँ बोल्ने गरिन्छ। मलङ्गवा नगरपालिकामा ब्राह्मण, माडवारी, लोहार, कलवार, यादव, मुसलमान, तेली, सुडी, सोनार, नेवार, कुम्हार, कोइरी, रौनियार, हलवाई, चमार, कायस्थ, दुसाल लगायतका जात जातिहरूको बसोबास रहेको छ। स्थानीय रूपमा उत्पादित कृषि उपज तथा अन्य उत्पादनहरूको बिक्री वितरणका लागि मलङ्गवा नगरपालिकाका विभिन्न स्थानहरूमा दैनिक रूपमा हाट लाग्ने गर्छ, जसले स्थानीय उत्पादनलाई बढावा दिन प्रोत्साहित गर्नुको साथसाथै आर्थिक क्रियाशीलतालाई जीवन्त बनाएको छ। मलङ्गवा नगरपालिकामा विभिन्न पोखरीहरू रहेका छन्। सांस्कृतिक र धार्मिक मान्यता रहेका यस्ता पोखरीहरू उचित संरक्षणको पर्खाइमा छन्। बस्ती विकासको इतिहासलाई हेर्ने हो भने सभ्यता विकासमा पोखरीहरूको महत्त्वपूर्ण योगदान रहेको पाइन्छ। खास गरी कृषि कर्मसँग जोडिएको समुदायका लागि पोखरी पानीको महत्त्वपूर्ण स्रोत पनि हो। मलङ्गवा नगरपालिका क्षेत्रभित्र परापूर्व कालबाटै पोखरीहरू रहनुले यस नगरको प्राचीनतालाई स्पष्ट पार्छ। मलङ्गवा नगरमा रहेका जनसागर, मुसैली जस्ता पोखरीहरू पर्यटन विकासका दृष्टिले समेत महत्त्वपूर्ण छन्। यी पोखरीहरूको संरक्षण तथा सौन्दर्यकरण गर्न सकियो भने राम्रो आर्थिक उपार्जन समेत गर्न सकिन्छ। तर लामो समय जनप्रतिनिधि विहीनताको अवस्थाबाट मलङ्गवा नगर गुज्रनु पर्दा यी पोखरीहरू अतिक्रमित भएका छन्। मलङ्गवा नगरपालिकामा विभिन्न उद्योगहरू पनि सञ्चालित छन्। खास गरी यस नगरपालिकामा रहेको प्लाइ उद्योगले यस क्षेत्रको साथै देशमा प्लाइको मागलाई पूर्ति गरिरहेको छ। त्यसै गरी अन्य साना तथा कुटीर उद्योगहरू पनि यहाँ रहेका छन्। भौगोलिक वस्तुस्थिति, कृषि उत्पादन, सीमा नाका, जिल्ला सदरमुकाम, पोखरी लगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूले मलङ्गवा नगरपालिकामा उच्च सम्भावनाहरू रहेको स्पष्ट पार्छ। तर यसको समुचित व्यवस्थापन हुन नसक्दा यी सम्भावनाहरूबाट उचित प्रतिफल प्राप्त हुन सकेको छैन।
मलङ्गवा नगरपालिकाले यहाँको सम्भावना र सामर्थ्यलाई दृष्टिगत गरी विभिन्न दीर्घकालीन योजनाहरू अगाडि सारेको छ। खास गरी नगरमा देखिएको सडक र ढलको समस्यालाई समाधान गर्न तीव्रतम कार्यहरू भइरहेका छन्। हाल मलङ्गवा नगरपालिकाभित्र रहेको सडकहरूलाई पिपिसी ढलान तथा कालो पत्रे गर्ने कार्य भइरहेको छ। शिवसागर चोकबाट नगरपालिका जाने सडकलाई नगरपालिकाले मोडल सडकको रूपमा विकास गर्ने लक्ष्य लिए अनुरूप धमाधम सडक निर्माणको कार्य भइरहेको छ। त्यसै गरी विभिन्न टोल तथा क्षेत्रमा पनि सडक निर्माणहरू भइरहेका छन्। हामीहरूले पिचिङ गरेको थिएन, योचोटि हाम्रो पिचिङ पनि छ। एउटा स्थानीय विकास मन्त्रालयबाट मोडल सडकको पनि नमुना आएको थियो। त्यही आधारमा हामीहरू शिवसागर चौकदेखि रामदर्शनको मिलसम्मको सडकमा मोडल सडक नै तयार गरेछु, जसमा पिचिङ नै भइरहेछ। र त्यसै गरी अर्को हाम्रो पिसिसी ढलानको कार्य चलिरहेछ। अर्को पनि हाम्रो सीमा क्षेत्रको कार्यक्रम अन्तर्गत पिचिङको काम चलिरहेछ। त्यस्तै हाम्रो सडक बोर्ड नेपाल अन्तर्गत ग्रेभलिङ मर्मतको काम चलिरहेछ। यस्तै यस्तै योजनाहरू हाम्रो मलङ्गवा नगरपालिकामा अहिले चलिरहेछ। पहिला त राम्रो थिएन, अहिले बाटो बन्यो भने राम्रो लागिरहेछ। त्यसमा पनि देशको भविष्य पनि सुध्रिन्छ। पहिला त बाटो नथियो, त पहिला त बाटो नरह्यो भने मान्छेहरूलाई गिलोक त्यसलाई हेरेर हिँड्छ। फोहोर व्यवस्थापनको समस्या समाधानका लागि पनि नगरपालिकाले स्थानीयहरूको सहभागितामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको छ भने फोहोर सङ्कलनलाई पनि व्यवस्थित बनाउँदैछ। अर्कोतर्फ नगर क्षेत्रलाई हरियाली क्षेत्रको रूपमा विकास गर्न वृक्षारोपण जस्ता कार्यहरूलाई पनि नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ। अहिले भर्खरै जुन नमुना सडक बनाएछु त्यसमा र रिङ रोडमा जुन पिचिङ भएछ त्यसमा र पल्सी सडक भन्ने छ एउटा, त्यसमा हामीहरू सबै ठाउँमा अहिले वृक्षारोपण यही साल गरिरहेछु र यही आबमा सायद वृक्षारोपण समाप्त हुन्छ। त्यो सडकको सौन्दर्यता र सुरक्षालाई दृष्टिगत गरी मलङ्गवा नगरपालिकाले मुख्य चोकहरूमा सडक सौर्य बत्ती राख्ने कार्य गर्दै आएकोमा हाल नगर क्षेत्रभरि नै सडक सौर्य बत्ती राख्ने कार्यलाई उच्च प्राथमिकता दिइएको छ। विगतका केही वर्षहरूमा मलङ्गवा नगरमा स्थानीय विकास निर्माण सम्बद्ध विषयमा स्थानीय समुदायको चासो कम पाइन्थ्यो। तर एलजीसीडीपी कार्यक्रम कार्यान्वयन सँगसँगै नगरपालिकाले स्थानीय समुदाय लक्षित सचेतनामूलक कार्यहरू गरेपछि स्थानीय नागरिकहरूमा आफ्नो काम, कर्तव्य र अधिकारप्रति जागरुकता र सक्रियता बढेर गएको छ। पहिला चाहिँ यहाँ के प्रवृत्ति थियो भनेदेखि जस्तै महिला हिँड्ने बाटो हो भनेदेखि त्यसलाई महिलातर्फको रकमहरू बाँडफाँड गरेर त्यहाँ राख्ने जुन चलन थियो, बालबालिका हिँड्ने भएकोले बालबालिकाको लागि। तर अब त्यस्तो छैन। प्रत्येक वडावासीहरूले हाम्रो यो एलजीसीडीपी कार्यक्रम स्थानीय शासन सामुदायिक विकास कार्यक्रम अन्तर्गत स्थानीय तहमा लोकल लेभलमा एउटा जुन ट्रेनिङ गरायौँ, हाम्रो बजेटिङको पार्ट हो। यस्तो यो 10% बालबालिका, 10% महिला र लक्षित वर्गमा गरेर हामी सबै कार्यक्रमबारेमा हामीले जम्मै जानकारी गराइसक्यो। अब उहाँहरू प्रत्येक वडावासीहरू आफै अब यो वडाको काम किन भएन भने उहाँ यहाँसम्म आउनुहुन्छ र यो ठुलो एउटा प्रगति पनि भएको म मान्छु। किनभने हाम्रो समाजमा जुन घरबाट बाहिर निस्किन पनि अप्ठ्यारो मान्ने महिलाहरू अहिले आफै आएर यहाँ हाम्रो बजेटको बारेमा कुरा गर्नु छ। महिलातर्फको के कति रकम छ, बालबालिकाको हामीले प्रत्येक वडामा बाल क्लब खोलेका छौँ र बाल क्लबको योजनाहरू बाल क्लब मार्फतै आउने भएकोले गर्दाखेरि हामीलाई अहिले धेरै सजिलो भएको छ। यो स्थानीय सामुदायिक कार्यक्रम एलजीसीडीपी कार्यक्रम अन्तर्गत चाहिँ स्थानीय सेवा प्रदायकको रूपमा चाहिँ हामी कार्यरत छौँ र पहिलेको तुलनामा अहिले जुन समाजमा जुन समस्याहरू देखिएको थियो, वार्ड लेभलको मिटिङ गर्ने, वडाबाट योजना आउने, त्यो कुराहरू पहिला थिएन। जनताहरूलाई केही पनि थाहा थिएन। लक्षित वर्गको काम के हो, कति % महिलाको लागि आउँछ, कति % बालबालिकाको लागि आउँछ, कति % अपाङ्गहरूको लागि आउँछ भन्ने कुराहरू अनभिज्ञ थिए र कुन बेला चाहिँ योजना ल्याउनुपर्छ भन्ने कुराहरू चाहिँ थाहा नै थिएन जनतालाई। र अहिले चाहिँ यो 4 वर्षको कार्यक्रम सके पश्चात चाहिँ हुँदैछ, कार्यक्रम चालु नै छ। तर अहिले जनतामा चाहिँ त्यो एवारनेस आएको छ। जनताले चाहिँ अहिले समयमा आफ्नो योजना बनाएर नगरपालिकासम्म ल्याउने र त्यो कार्यमा चाहिँ तत्पर अग्रसरता रहेको देखिन्छ। मलङ्गवा नगरलाई नेपाल सरकारले स्मार्ट सिटीको रूपमा विकास गर्ने अवधारणा अनुसार कार्य प्रारम्भ गरिसकेको छ, जसले मलङ्गवाको आमूल परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ। आगामी वर्षमा हाम्रो स्मार्ट
सिटीको धारणा रहेछ र जसमा हाम्रो मोटामोटी 7 अरबको टेन्डर शहरी विकासले निकालिसकेछ र अर्को पनि प्याकेज 1200 करोडको छ जुन हाम्रो अहिलेसम्म सञ्चालन त भए छैन तर त्यसको सर्वे भइसकेछ। अब 74-75 मा जति पनि कामहरू छ नाला र सडकलाई व्यवस्थित गरी हाम्रो केही पिचिङ पनि छ, ढलान पनि छ, अन्डरग्राउन्ड नाला पनि छ। त्यो आगामी 74-75 मा हाम्रो सुरुवात हुन्छ। मलङ्गवासँग प्रचुर सम्भावनाहरू छन्। यहाँको सम्भावनाको अधिकतम प्रयोगका लागि पूर्वाधार विकास सँगसँगै स्थानीयहरूको जागरुकता र सक्रियताको आवश्यकता पर्दछ। सम्पूर्ण सरकारवालाहरूले नगरको विकासका लागि सहकार्य गर्ने हो भने नगरमा आज देखिएका समस्याहरू छिट्टै हल हुनेछन्। यो नगरको समग्र विकासको लागि चाहिँ सम्पूर्ण नगरवासी चाहिँ एकीकृत हुनैपर्छ। अब हाम्रो अझ सम्भाव्यता किन छ भनेदेखि अहिले भर्खरै 3वटा गाविस पनि हाम्रो 3टा गाविस जस्तै मुसैली गाविस, खोटौना, भाँडसर र गमडिया गाविस पनि हाम्रो नगरपालिकामा विलिन भइसकेकोले गर्दाखेरि यो विकासको सम्भव छ र हाम्रो क्षेत्रफल पनि बढेको छ। त्यसले गर्दाखेरि हाम्रो विकासको लागि चाहिँ धेरै टेवा पुग्छ र हाम्रो अब यो स्थानीय तहमा परिचालन भइसकेको कारणले गर्दाखेरि अब हाम्रो यो प्रत्येक वडाहरूमा पनि अझ राम्ररी विकास हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ। र यहाँहरूसँग पनि के सहयोग गर्न माग्छु भने नगरवासीहरूसँग जस्तै हाम्रो पोलमा बत्ती बलिरहेको छ, कति साथीहरूले हेरिरहनुहुन्छ तर त्यो बत्ती निभाइदिनुहुन्न। बल्ब फ्युज हामीलाई खबर गर्नुहोस्, हामी तुरन्त त्यो बल्ब चेन्ज गर्नुपर्ने हो कि त्यसमा केही तारको केही कारणले गर्दाखेरि त्यो गडबडी छ भने हाम्रो प्राविधिक मित्रहरू छन्, गएर त्यो तुरन्त ठिक गरिदिन्छ। र अर्को कुरा समयमा यहाँहरूले कर तिर्दिनु भएको खण्डमा हामीले समग्र विकासमा हामीलाई झन् सहयोग मिल्छ। अब यो अहिले यो भर्खर मैले यो नगरपालिकाको मलङ्गवा नगरपालिकाको कार्यकारी पद चाहिँ पहिलोपल्ट मैले सम्हाल्ने मौका पाएको छु। योभन्दा अगाडि मैले नगरपालिकामा काम गरेको छैन। त्यस कारण अब नगरपालिकाको मेरो यो पहिलो अनुभव हो र अब यो अहिले सङ्क्रमणकालीन अवस्था पनि छ। त्यसमा अब अहिले बुझ्न पनि धेरै बाँकी छ। नियम कानुनहरू अब अहिले परिवर्तन हुने क्रममा छ। अब धेरै नियम कानुन बन्न बाँकी छ, कति बनिसके होइन। त्यसकारण सबैलाई सबै नियम कानुन अब पूर्ण रूपेण चाहिँ भइसकेपछि हामीलाई कुनै अब त्यहाँ माथिबाट पनि अब निर्देशन होला चाँडै। अब त्यसअनुसार हामी पनि अब नयाँ अब सबै पक्षलाई हामी सबै समाजका हरेक तह तबकाका अब व्यक्तिहरूलाई चाहिँ हामीले भेला गरेर कुन हिसाबमा अगाडि बढ्नुपर्छ त्यो चाहिँ उहाँहरूको अब राय सल्लाह सुझावबाट नै हामी अगाडि बढ्छौँ। हामी कार्ययोजना तयार गर्छौँ र त्यस कार्ययोजना अनुसार चाहिँ हामी अघि बढ्छौँ र मलङ्गवालाई कसरी चाहिँ अब अगाडि अब यो विकासको गतिमा चाहिँ अगाडि बढाउने त्यसतर्फ चाहिँ अब चौतर्फी सहयोग हुनेछ भन्ने मैले आशा राखेको छु। मलङ्गवा नगरको समृद्धि कुनै एक जिल्ला वा नगरको समृद्धि मात्र होइन, समग्र देशको समृद्धिको अङ्ग हो। यहाँ रहेका सांस्कृतिक, धार्मिक, आर्थिक, पुरातात्विक, औद्योगिक लगायतका संरचना र सम्पदाहरूको विकासका लागि सम्पूर्ण सरकारवालाहरू एकजुट हुनैपर्छ। समृद्ध मलङ्गवा निर्माण सबैको साझा चासोको अभियान बन्नै पर्छ।